तीनै लोक डुबिसकेर जलमा सुत्नु भएथ्यो हरि। निस्के दुई भाइ वीर दैत्य हरिका कान्या गुजीले गरी। कसका साथ लडौँ पराक्रम कहाँ पोखौँ भनी घुम्दथे। बर्मा बसन हुने सहस्त्र दलको डन्डी समाती लिए। बर्मालाई भने यहाँ किन बस्यौ, आऊ लडौँ लड्दछौँ। भागी जाऊ तिमी यहाँ अब किता हामी चढी बस्दछौँ। यस्तो हप्की सुनेर आकुल भई बर्मा डराइरहे। बोलाए हरिलाई ती हरि भने निन्द्रा बसैमा थिए। सुनेनन् तिनको पुकार हरिले निन्द्रावती देवीको। बर्माले जब सम्झना गर्नुभयो जागा भयो विष्णुको। निन्द्रा देवी उडी गइन् गगनमा श्री विष्णु हाई गरी। उठ्नुभयो भयभीत भइकन भने बर्मा अगाडि सरी। हे त्रैलोक्यपते मलाई यिनले बाधा गराए अति। रक्षा गर्नुहोस् पर्या विपदमा यी छन् बडा दुर्मति।